हे गाइज आज चाहिँ हामी के गर्न जान लागेको भने आज चाहिँ हामी बुढी र म मोमो खान जान लागेको अनि हामी जान्छौँ अनि होटेलमा पनि पुग्छौँ होइन टक्क लगाएर यता बसिरहेको हुन्छ एकछिन मोमो कुरेर अनि यता पनि फेरि फ्रेस मोमो बनाइरहेको थियो कि फेरि यता फटाफट तिनजना तर फेरि यहाँ फेरि मोमो फेरि हाम्रो रेडी भएर आइसकेको हुन्छ मेरो बुढीले चाहिँ फर्स्ट बाइट टेस्ट गर्दै हुन्छ होइन अनि त्यहाँबाट यता चाहिँ फेरि मेरो मोमो थियो अनि उता चाहिँ रातो सस आमा फेरि मलाई चाहिँ स्पाइसी खान मन लाग्थ्यो क्या अनि हामी चाहिँ यस्तो खाएर अनि पछि म चाहिँ बिल पे गर्दै होइन फोन पे गरेर टक्क स्क्यान गरेर अनि हामी चाहिँ टक्क यो तर्फ गऱ्यो अनि पछि हामी चाहिँ लागिरहेको हुन्छ अनि यता मेरो बुढीलाई चाहिँ फेरि एउटा के अरे के भन्थ्यो ब्ल्याङ्केट त्यो सुरुवाल मन पऱ्यो भनेर फेरि यता मेरो बुढी यता पसलमा छिर्यो होइन अनि मेरो बुढीलाई चाहिँ कुन मन पऱ्यो भनेको अनि फेरि कुन लिने भयो क्या हामी होइन अनि मैले चाहिँ राम्रो छ भनेको मेरो बुढीलाई फेरि होइन उसलाई फेरि हल्का अलि अर्कै मन पऱ्यो भने चाहिँ त्यही भएर ऊ चाहिँ छाने गऱ्यो अनि त्यही गरेर आयो हामी आजको दिन यस्तै गर्दै बितिरह्यो होइन अनि हामी यता पसलमा हेरिरह्यो अनि कुन मन पऱ्यो भनेर अनि फाइनली हामीले चुज गरेर हामी घर गइरहेको हुन्छौँ होइन अनि फेरि मम्मीलाई पनि देखाइरहेको थिएँ मैले यो मन परेर किनेको भनेर होइन अनि पछि मेरो लास्टै खुसी थियो ल टेक केयर बाई होइन आजको लागि चाहिँ यति नै हो।